Hello everyone, welcome back to the channel. आज फेरि नयाँ भिडियो लिएर आएको छु अर्को प्रोजेक्टको विषयमा। अनि आजको प्रोजेक्टको नाम चाहिँ हो पिङ VPN। अनि VPN को विषयमा त सबैलाई थाहा छँदैछ। कतिवटा एप्लिकेसनहरु नखोलिँदाखेरि कतिवटा त्यो सर्भरहरु नखोलिँदाखेरि हामी VPN युज गर्ने गर्छौं। अनि मार्केटमा धेरै प्रकारको VPNहरु छ। कतिवटा पेड VPN छ, कतिवटा फ्री VPN छ। अनि हामीले VPNहरु युज गर्ने गर्छौं। आज चाहिँ म तपाईहरुको बिचमा यो नयाँ VPN लिएर आएको छु। पिङ VPN भन्छ यसलाई चाहिँ। यो VPN चाहिँ फ्री हो एकदमै। तपाईले यो प्ले स्टोरमा पनि पाउन सक्नुहुन्छ। अनि यो VPN चाहिँ यो प्रोजेक्टले चाहिँ अहिले के गर्दैछ भन्दाखेरि अहिले चाहिँ यिनीहरुले यो VPN हामीले चलाउनु पाइरहेको छ। जब तपाई एप डाउनलोड गर्नुहुन्छ, ओपन गर्नुहुन्छ, तपाईले एपको यो इन्टरफेस देख्नुहुन्छ। अनि यसको चाहिँ चाँडै नै TG आउन आँटेको छ। यसको टोकन आउँछ पिङ भन्ने टोकन मार्केटमा। त्यसको लागि चाहिँ यिनीहरुले अहिले यो रिलिज गरेको छ। अनि तपाईले देखिरहनु भएको छ यसको एपको इन्टरफेस यस्तो छ। अनि तपाईले ट्याप टु कनेक्ट तपाईले गर्नुभयो भने यहाँ कनेक्ट हुन्छ। अनि यहाँ तल तपाईले देखिरहनु भएको छ युनाइटेड स्टेट्स छ। यहाँ तपाईले यो चेन्ज पनि गर्न सक्नुहुन्छ। तपाईले अदर कन्ट्रीजहरु तपाईले जहाँ पनि तपाईले कनेक्ट गर्न सक्नुहुन्छ। अनि योबाट चाहिँ हामीले कसरी टोकन पाउँछौं भन्दाखेरि जब तपाईले यो VPN युज गर्नुहुन्छ, कनेक्ट गर्नुहुन्छ, नेटवर्कसँग कनेक्ट गरेर राख्नुहुन्छ, तपाईले पोइन्ट्स अर्न गर्नुहुन्छ। मैले गरिरहेको छु, त्यसले गर्दा मैले यति अहिलेसम्म पोइन्ट अर्न गरेको छु। अनि तपाईले यहाँ बुस्ट अप्सन पनि देख्नुहुन्छ यहाँ तलपट्टि। यहाँ बुस्ट अप्सनमा चाहिँ के छ भन्दाखेरि तपाईको टास्कहरु छ, तपाईले के गर्न सक्नुहुन्छ भनेर यहाँ देख्नुभयो। डेस्कटपमा राख्न सक्छौं, गर्न सक्छौं डाउनलोड। 2.5x सम्म तपाईले यसको बुस्ट पाउनुहुन्छ 24 घण्टाको लागि। त्यसै नै अरु हेर्दै जानुभयो भने यहाँ क्रोम एक्सटेन्सनहरु छ। त्यहाँदेखि इन्भाइट गर्यो भने, डिस्कर्ड जोइन गर्यो भने, NFT होल्ड गर्यो भने, अनि यो वालेट कनेक्सन चाहिँ बादमा आउनेछ, अहिले आएको छैन। अनि यो सबै कुरा गरेपछि चाहिँ तपाईको यो VPN को बुस्ट तपाईले पाउनुहुन्छ। मतलब यो बुस्टले चाहिँ के काम गर्छ भन्दाखेरि जति तपाईले जोइन गर्नु भएको हुन्छ त्यो पोइन्ट चाहिँ तपाईले त्यति नै बेसी अर्न गर्दै जानुहुन्छ। अनि यो एकदमै सजिलो छ। तपाईले यहाँ देख्न सक्नुहुन्छ। यहाँ तपाईको अकाउन्ट बनाउँदाखेरिको डिटेल्सहरु त्यहाँ तपाईले देख्न सक्नुहुन्छ। म तपाईलाई लिंक प्रोवाइड गरिदिन्छु। तपाईले मेरो रेफरलबाट गर्नु भने तपाईले के पोइन्ट्स तपाईले एक्स्ट्रा पाउनुहुन्छ स्टार्टिङमै। अनि तपाईले यो कनेक्ट गरेर राख्नु भयो भने तपाईले पोइन्ट जेनेरेट गर्नुहुन्छ, पोइन्ट अर्न गर्दै जानुहुन्छ। अनि यही पोइन्ट चाहिँ पछि जब यिनीको TG आउँछ, टोकन आउँछ मार्केटमा, त्यो टोकन तपाईले त्यो पोइन्ट अनुसारको तपाईले टोकन पाउनुहुन्छ। अनि तपाईले त्यो टोकनलाई त्यो समय मार्केट प्राइसमा पनि तपाईले बेच्न सक्नुहुन्छ। हुन्छ, थ्यांक यू। के बुझ्नु भयो भने तपाईले कमेन्टमा मलाई सोध्न सक्नुहुन्छ। थ्यांक यू।